सो गाइस हेलो एभ्रिवान कस्तो हुनुहुन्छ तपाईँहरू है आज चाहिँ मेरो म मिनी ब्लग बनाउनु गइरहेको छु किनभने चाहिँ आज चाहिँ भेरी इम्पोर्टेन्ट डे हो किनभने आज त बुद्ध पूर्णिमा पनि हो सो मेरो देवरको नानी पनि हुनेवाला छ आज है आज चाहिँ सिजर छ सो म सबै नानीहरू लगेर जानेवाला छु नि त भाइ हेर त हेलो भनिदेऊ न हेलो हामी आज कहाँ जान्छ भनिदेऊ न बेबीको त गएको थिएँ हच्ची पल्ला सो अन्त अब हामी चाहिँ अघि नै उठेको है म त 5 बजी नै उठेको थिएँ र पनि नानी उठेर मैले केही गर्नु पाएन सुताउनु ट्राई गरेको सुताउनु सकिनँ है अब चाहिँ हामी अलिअलि खानासाना खाएर जान्छौँ सो गाइस अब चाहिँ हिँडेको यस्तो हतार भयो है 8 बजी हिँड्ने प्लान थियो तर 8:30 भयो हो नानीहरूसँग यस्तै हुन्छ खाना खुवाउनु पऱ्यो होइन अब लक गर्छु नियोलाई चाहिँ छोडिरहेको छु नियो पछ्याउँदै थियो तल चाली लाउनु छ सुन त तल अब हामी चाहिँ गएको नानी गएको हाम्रो काकीको बेबी हेर्नु गएको अब चाहिँ हामी हिँड्नेछौँ गाइस म तपाईँहरूलाई देखाउने छु अहिले कस्तो रहेछ के रहेछ भनेर के होस् अरे नानी कोही होस् अरे होस् यति साह्रो त होइन होला नमस्ते पो हामी चाहिँ अँधेरी आइपुग्यो यो गाडी चाहिँ सिक्रेट कारण हो 5 दिन चाहिँ यस्तो ढिलो भइसक्यो 5 पनि दिँदैन सो हामी फाइनली रानीमा चाहिँ ट्राफिक जाम अलिकति यहाँबाट त हामी छिटो नै पुगिहाल्छौँ होला भन्न जनगण ओभरटेक गर्दै हामी यहाँ अब छिट्टै टाइममै पुग्ने रहेछौँ सो हामी चाहिँ फाइनली मकपालमा एन्ट्री भइसकेको छौँ अब यहाँबाट चाहिँ एकैछिन अब पुग्नको लागि हामी चाहिँ जाँदा हुन्छ होला है भाइको यो कस्तो रहेछ कुन चाहिँ रहेछ रुम सो यहाँ चाहिँ मेरो सङ्गीताको आमा हुनुहुन्छ अनि यो सबै पर्खिरहेको चाहिँ बहिनीलाई कतिखेर आउँछ भनेर यहाँबाट टिक टिक आउँछ भनेर भु हुनेवाला कस्तो छ भन के हुन्छ जस्तो लाग्यो भनेर अब मलाई छोरी होस् आमालाई के जस्तो लाग्छ जस्तो भए नि हुन्छ है न जाति चाहिँ होस् है त्यही हो कति सुर्ता लागिरहेको होला है तपाईँलाई है कस्तो टेन्सन हुन्छ छोरी हो नि यहाँ मलाई त कम्ती टेन्सन हुँदैन जाति होस् भनेको नि खै हेरौँ न भाइको अनुहार नर्भसको अनुहार हेरौँ न के हुन्छ जस्तो लाग्दैछ हेर न यता के सानो मानेको यता हेर न भनेको खुसी लागिरहेछ अब ठुलो बाउ हुन आँटेको छ हो ठुलो बाउको के हो ह्याप्पी छैन त हो हाँस्नु त हाँस्नु न अलि यहाँ भिडियो दिँदैन ल बाहिर के दिँदैन भिडियो दिइरहेछ त अन्त के रोक्छ होला है के आइरहेको होइन कति माया लाग्दै हेरिरहेछ यस्तो भइसक्यो कि होइन आज यस्तो डर लागिसक्यो कतिखेर निकाल जस्तो भइसक्यो 8 बजी हालेको जस्तै भए पनि नानी हो है यहाँ दुईजना एकदम वेट गर्दैछ भाइको नानी अन्त त हामी मात्रै होइन यता पनि छ को पक्रिने अरे फर्स्ट दिदिनँ म उसलाई दिन्छु फर्स्टमा अच्छा म उसलाई दिन्छु यहाँ सबैजना बसिरहेको छ काकासँग कोही छैन सुन्छ अलिक टाइम अझै निकालेको छैन 12 बज्यो नि हाम्रो अहिले 12 बजिसक्यो 9:30मा नानी वेट गरेको नि त यो चाहिँ हेर्नुहोस् न यस्तो नानीलाई खाना खुवाउँछु हो चम्ची पनि कहाँ गएछ यत्रो ठुलो चम्ची छ यहाँ पोस्टर नि मुखमा भाइ आएको त खाना नआचेको झन् बनाउँछु यहाँ हेर्नु न बहिनीले चाहिँ हेरेको
अनुग्रहले हेर्दैछ यहाँनिर कतिखेर ल्याउँछ भनेर हो एकदम अब फाइनली वेटिङ इज ओभर भाइ आउँदैछ भाइ भाइ यताउता यसो बोकेर भाइ भाइ खुसी भयो रापु खुसी हुन्छ नि फाइनली वेटिङ इज ओभर यता ह्याप्पी फेस हो भाउजू है सङ्गीताको अन्त यता अब चाहिँ अघि चाहिँ ठुस ठुस भइरहेको थियो कि कहिले निस्किन्छ भनेर है कति उता बस्दा नि हुँदैन यता बस्दा नि हुँदैन के गर्दा नि हुँदैन लासमा भयो अब चाहिँ बहिनी निकाल्नु मात्रै छ अब यो बहिनीलाई पठाएकोले फेरि अब निस्किहाल्छ तर खोइ अन्त भगवान्लाई थ्याङ्क यू भनेको अघि त भन्दै थियो यता हेर त यता हेर न यो चाहिँ मिठाई यो चाहिँ हाम्रो बेबीले पाएको है वा वेट चाहिँ कति छ याद छैन बट राम्रो वेट रहेछ गिफ्ट हो यो चाहिँ म चाहिँ मिठाई बाँड्छ कि भनेर पर्खेको थिएँ अघि बाँडिसकेको तपाईँले खानु हो र म मात्रै रहेछ अब म एक्लै खान्छु अब के छ यहाँ खोल्नु त होइन कुन चाहिँ मिठाई रहेछ ए ब्ल्याङ्केट गाउन सबै ल्याइदिनुहोस् न ल परफेसनलाई राख्छ तपाईँको ब्याग यहाँ छ है उतापट्टि सिट गर्नुहोस् न ल उतापट्टि सङ्गीता त प्याटर 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 बोलिरहेछ बेसी बोल्नु दिनु नि हुँदैन हेर सबैजना सुत्यो कहिले जा हो र नानीहरू त ऱ्याप पाउँछ ऱ्याप गरेको पार्टी मैले मेरो साथीले भेटाइयो चाहिँ यस्तो हुन्छ कोइन्सिडेन्स एउटा दुईवटा गाडीमा चाहिँ कम्ती छैन रहेछ त चढी जाने मेरो साथी हिजो त मैले स्टाटस हालेको आज भेटेँ यस्तो हुन्छ है जुरायो भने चाहिँ यस्तो हुँदो रहेछ यसो भनेको नि डिसेल लोसँग लेखेँ मिठाई किनिदियो अरे यहाँ यिनीहरूलाई चाहिँ आइपुग्यो अब नियोलाई सो अब हामी 4 बजी चाहिँ यस्तो नानी बिमार भयो भने यहाँ छ खुल्लै छ अब नियो हेर्नुपर्छ के भयो कति हो त्यही छोडेको उताले कोठा हेर त कस्तो बनाएर आयो ओइ कोना हेरिनु मलाई सो गाइस आज चाहिँ थियो यति भिडियो है मलाई बनाउँदै थियो नि त मोस्ट प्रिसियस मोमेन्ट थियो र सो थ्याङ्क यू फर वाचिङ थ्याङ्क यू बाई बाई